नमस्कार सबैमा म महेश साई। नमस्ते सबैलाई, म गोमा बम्साई। म आज हजुरलाई केही कुरा सोध्छु। जीवन भनेको के हो र जीवनमा हामी कसरी खुसी हुन सक्छौं? जीवन एउटा यात्रा हो। जीवनमा सुख दुःख, सफलता असफलता, गाह्रो अप्ठ्यारो सबै कुराको मिश्रण नै जीवन हो। जीवनमा खुसी कसरी हुनुपर्छ भने पहिलो कुरा त तपाईले आफूलाई अरूसँग तुलना नगर्नुहोस्। आफूसँग भएका हर कुरामा खुसी हुन सिक्नुहोस्। खुसी हुन अरूभित्र होइन, आफूभित्रैबाट खुसी हुनुपर्छ। खुसी हुन तपाईलाई ठूलो सफलता चाहिँदैन, साना साना सफलतामा पनि खुसी हुनुहोस्। अनि जीवन एकदम सुखमय र खुसीमय छ। हस्, थ्याङ्क यू, धन्यवाद।